हाम्रो शरीरभित्रै आफैलाई निको पार्ने एउटा अचम्मको शक्ति छ। आज हामी यही शक्तिको बारेमा कुरा गर्दैछौँ, अर्थात् प्राकृतिक चिकित्साको मूल दर्शन। यो एउटा यस्तो प्रणाली हो जसले रोगसँग लड्ने होइन, बरु शरीरको आफ्नै क्षमतालाई बलियो बनाउने कुरामा विश्वास गर्छ। यो प्रश्नले त स्वास्थ्यलाई हेर्ने हाम्रो पुरै दृष्टिकोणलाई नै हल्लाइदिन्छ, होइन त? सोच्नुहोस् त, के होला यदि हामीले ज्वरो वा दुखाइलाई दुश्मन मान्न छोड्यौँ भने? हो, यही सोचाइबाट प्राकृतिक चिकित्साको जग सुरु हुन्छ, जहाँ शरीर हाम्रो दुश्मन होइन, हाम्रो सबैभन्दा ठूलो साथी हो। त्यसो भए प्राकृतिक चिकित्सा भनेको आखिर के हो त? हेर्नुस्, यो खाली शारीरिक लक्षणहरूको उपचार मात्रै होइन। यो त एउटा समग्र कला हो जसले हाम्रो जीवनको हरेक पाटो, शारीरिक, मानसिक र यहाँसम्म कि आध्यात्मिक सबैलाई प्रकृतिसँग जोडेर स्वास्थ्य बनाउने कुरा गर्छ। ल, आजको हाम्रो चर्चामा हामी यी विषयहरूमा कुरा गर्नेछौँ। सुरुमा प्राकृतिक चिकित्सा के हो भन्नेबाट, अनि यसका सिद्धान्तहरू, शरीरको भित्री ज्ञान, रोग र स्वास्थ्यलाई हेर्ने दृष्टिकोण, र अन्त्यमा समग्र उपचार पद्धतिको बारेमा। आउनुहोस्, एक एक गरेर यसको गहिराईमा जाउँ। ल, अब लागौँ यसको सबैभन्दा महत्त्वपूर्ण भागतिर। प्राकृतिक चिकित्साको अभ्यासलाई डोर्याउने 6वटा सिद्धान्तहरू, जुन अन्तर्राष्ट्रिय रूप नै मान्यता प्राप्त छन् र यसका आधारस्तम्भ हुन्। यी हुन् ती 6वटा मूल सिद्धान्तहरू: प्रकृतिको निको पार्ने शक्ति, कारणको पहिचान र उपचार, हानि नगर्ने सिद्धान्त, चिकित्सक एक शिक्षकको रूपमा सम्पूर्ण व्यक्तिको उपचार र रोकथाम। सन् 1989 मा औपचारिक रूप दिएका यी कुराहरू नियम मात्रै होइनन्, बरु स्वास्थ्यलाई हेर्ने एउटा पुरै फरक दृष्टिकोण हुन्। अब एक एक गरेर यिनलाई बुझाउँ न त। यो पहिलो सिद्धान्त सायद सबैभन्दा महत्त्वपूर्ण। यसलाई यसरी सोचौँ न, एउटा बोट ओइलायो भने हामी त्यसको पातमा हरियो रङ लगाउँदैनौँ, होइन र? हामी त जरामा पानी हाल्छौँ, मल दिन्छौँ। प्राकृतिक चिकित्साले पनि शरीरसँग ठ्याक्कै त्यही गर्छ। रोगसँग सिधै लड्नुभन्दा शरीरलाई आफै निको हुनको लागि चाहिने वातावरण बनाइदिन्छ। अब यो कुरा चाहिँ एकदमै रोचक छ। हामी ज्वरो आउँदा वा केही दुख्दा त्यसलाई दुश्मन ठान्छौँ, तर प्राकृतिक चिकित्साले त्यसो भन्दैन। यसले त लक्षणहरूलाई शरीरले आफूलाई निको पार्न खोजिरहेको एउटा सङ्केत मान्छ। त्यसैले लक्ष्य भनेको त्यो सङ्केतलाई दबाउने होइन, बरु त्यो सङ्केत किन आयो त्यसको जड पत्ता लगाएर हटाउने हो। अघिका 6वटा सिद्धान्तले त के गर्ने भनेर बतायो, तर किन गर्ने त? हो, यो किन भन्ने प्रश्नको जवाफ चाहिँ शरीरले कसरी काम गर्छ भन्ने बारेको एउटा गहिरो दर्शनमा लुकेको छ। ल, अब त्यही दर्शनभित्र अलिकति डुबुल्की मारौँ। यो शब्दमा ध्यान देऊ, एनर्वेशन। अलि प्राविधिक सुनिए पनि यसको अर्थ एकदमै सरल छ: जीवन शक्तिको कमी। प्राकृतिक चिकित्साको दर्शनले के भन्छ भने धेरैजसो रोगको जड यही हो। जब हाम्रो शरीरको ऊर्जा, हाम्रो भाइटालिटी घट्छ, समस्या त्यहीबाट सुरु हुन्छ। कल्पना गर्नुहोस् त, जब हाम्रो जीवन शक्ति एकदमै उच्च हुन्छ, हाम्रो शरीर सफा कलकल बगिरहेको नदी जस्तै हुन्छ। तर जब यो शक्ति कम हुन्छ, त्यही नदी जमेको फोहोर पोखरी जस्तो बन्न पुग्छ। अनि हो, त्यही जम्मा भएको फोहोरले नै बिस्तारै रोगलाई जन्म दिन्छ। ल, त्यसो भए यो महत्त्वपूर्ण जीवनशक्ति बढाउने चाहिँ कसरी त? यहाँ केही उपायहरू छन्: राम्रो निद्रा, घाम ताप्ने, सकारात्मक सोच, योग अनि राम्रो पोषण। तर यहाँ एउटा एकदमै रोचक कुरा के छ भने खानालाई शरीर बनाउने इँटा जस्तो मानिन्छ, तर त्यो जीवनशक्तिको प्रत्यक्ष स्रोत चाहिँ होइन। जीवनशक्ति त्योभन्दा पनि गहिरो कुरा हो। अनि यो सोचाइ कुनै आजको नयाँ होइन है। हजारौं वर्ष अघि चिकित्साका पिता मानिने हिपोक्रेट्सले पनि ठ्याक्कै यही कुरा भनेका थिए कि स्वास्थ्य भनेको राम्रो खानाले मात्रै पुग्दैन, व्यायाम पनि चाहिन्छ। जब यी दुईको सन्तुलन मिल्छ, तब मात्रै साँचो स्वास्थ्य पाइन्छ। यो कुराले आजको जीवनशक्तिको अवधारणालाई कति राम्रोसँग समर्थन गर्छ, होइन त? अब अलिकति अगाडि बढौँ र हेरौँ कि प्राकृतिक चिकित्साले कीटाणु र हामीले भन्ने गरेको एक्युट अर्थात् तीव्र रोगलाई कसरी एउटा बिल्कुलै फरक नजरले हेर्छ। यो विचार त साँच्चै क्रान्तिकारी छ। हामीलाई ज्वरो आयो, खोकी लाग्यो वा केही सुन्यो भने हामी सोच्छौँ, ओहो, शरीरमाथि हमला भयो। तर प्राकृतिक चिकित्साले यसलाई शरीरभित्रको ज्वालामुखी विस्फोट जस्तै हेर्छ। मतलब यो शरीरले आफूभित्र जम्मा भएका विकारहरूलाई बाहिर फ्याँक्न गरिरहेको एउटा शक्तिशाली र जरुरी प्रक्रिया हो।
यहाँ दुई फरक दृष्टिकोणलाई एकदमै राम्रोसँग देखाइएको छ। प्रश्न यो हो, समस्या कीटाणु अर्थात् बिउ हो कि कमजोर शरीर अर्थात् माटो हो? परम्परागत चिकित्साले अक्सर बिउलाई मार्न खोज्छ, तर प्राकृतिक चिकित्साको ध्यान चाहिँ माटोलाई नै यति स्वस्थ र बलियो बनाउनेमा हुन्छ कि त्यो बिउ उम्रिनै नपाओस्। यहीँनिर आएर उपवास एउटा शक्तिशाली औजार बन्छ। एकछिन सोच्नुहोस् त, हाम्रो शरीरले खाना पचाउन कति धेरै ऊर्जा खर्च गर्छ। जब हामी उपवास बसेर त्यो ऊर्जा बचाइदिन्छौँ, शरीरले त्यो बचेको ऊर्जालाई कता लगाउँछ होला? हो, मर्मत र सफाइमा। यही प्रक्रिया हो अटोफेजी अर्थात् शरीरको आफ्नै सेलुलर क्लिनअप, जसले हाम्रा कोशिकाहरूलाई नयाँ जीवन दिन्छ। ल, अब हाम्रो अन्तिम खण्डमा आइपुगेका छौँ। यहाँ हामी यी सबै सिद्धान्तहरूलाई एकै ठाउँमा ल्याएर समग्र अर्थात् होलिस्टिक उपचारको अवधारणालाई बुझ्नेछौँ। प्राकृतिक चिकित्साले मानिसलाई केवल लक्षणहरूको पोकोको रूपमा हेर्दैन। यसले के बुझ्छ भने हामी हाम्रो शरीर, मन, भावना, हाम्रो वातावरण र हाम्रो आध्यात्मिकता यी सबैको एउटा जटिल मिश्रण हौं। त्यसैले साँचो उपचार तब मात्रै हुन्छ जब यी सबै पक्षहरूलाई सँगसँगै हेरिन्छ। अनि सायद सबैभन्दा महत्त्वपूर्ण कुरा, उपचार भनेको डाक्टरले मात्रै गर्ने चिज होइन, यो त एउटा साझेदारी हो। निको हुनको लागि बिरामीको आफ्नै इच्छा, दृढता र विश्वासलाई उपचारको सबैभन्दा शक्तिशाली हतियार मानिन्छ। यसले स्वास्थ्यको लगाम अन्ततः हाम्रै हातमा थमाइदिन्छ। यो चर्चाको अन्त्यमा एउटा प्रश्नमा घोत्ल्याउँ। स्वास्थ्य भनेको केवल रोगका लक्षणहरू नहुनु मात्रै हो, वा यो ऊर्जा, स्फूर्ति र जीवन शक्तिको जीवन्त अनुभव हो? यो प्रश्नको जवाफले नै प्राकृतिक चिकित्साको सम्पूर्ण दर्शनलाई समेट्छ।